हेलो साथीहरू सबैजनालाई नमस्कार एन्ड मेरो च्यानलमा वेलकम छ ल। म चाहिँ घरिघरि मात्रै भिडियो बनाउने गर्छु, त्यही भएर च्यानलमा नि घरिघरि हाल्छु होइन। आज चाहिँ म शिवपुरी डाँडा भन्ने ठाउँमा जाँदैछु, तर ओभर दामी देखिरहेको थियो कि मोबाइलले यसो क्यामेरा यसो अन गरेको दामी भिडियो देखिरहेको थियो, त्यही भएर भिडियो गर्दै गएको थिएँ। अनि हजुरहरूले यता केटिएमतिर बस्ने साथीहरूलाई सबले थाहा होला होइन। मेरो गाउँमा बस्ने बहिनीहरूलाई थाहा छैन, त्यही भएर उनीहरूको लागि दामी भिडियो बनाउँदैछु होइन। यस्तो मन्दिर हो, जाँदा जाँदै कस्तो दामी देखेर सब भिडियो गर्दै गएको थिएँ। बनिसकेपछि मोबाइल मात्रै राखेर के काम भनेर जोड्न एडिट गर्न चाहिँ मलाई आउँदैन, त्यही भएर यतिकै जोडिदिएको। ओभर दामी देखिरहेको थियो। खै खै स्वर्ग वन जस्तै छु चाहिँ भन्दिनँ, गफ नदिउँ होला, हल्का राम्रै छ। अनि म चाहिँ पठाउमा गएको थिएँ। पठाउ यस्तो महँगो थियो, खै खै। त्यो पनि मैले कुनै कुनै ठाउँको चाहिँ हालिनँ, किनभने एडिट गर्नु र जोड्नु त मलाई ज्याउ लाग्छ, एडिट कसरी गर्छ युट्युबबाट हाल्ने हट, म त अल्छी लाग्छ। त्यो पनि यस्तो टक्कसँग पुग्ने बेला भिडियो गरेँ, अनि बाटोमा आधा बाटोमा गरेको, त्यही भएर हालेको। हामी चाहिँ प्रवेश गरिसकेको छौँ। म र मेरो दिदी हुनुहुन्छ के है भन्दै पुरो फोटो नि हानिरहेको थिएँ। भने यतिकै कस्तो दामी दामी फुलहरू थियो कि यो फुलहरू चाहिँ टक्कसँग है कस्तो राम्रो लागिरहेको थियो। अनि गफ दिँदै थिएँ कस्तो राम्रो छ, घरमा भए चाहिँ म घर लगेर जाउँ भनेर चाहिँ म यो गमलासँगै बोकेर जान्छु भनेर भनिरहेको थिएँ मैले दिदीलाई। यतिकै म दिदीलाई कस्तो लाग्यो भनेको, दिदीले भन्छ च्वाक अरे च्वाक, यस्तो नि हुन्छ च्वाक। अनि यतिकैमा हामी पुगिसकेको छौँ। कस्तो छ मेरो भिडियो चाहिँ, मलाई भिडियो खिच्नु पनि आउँदैन, टक्कसँग ट्राई गर्दैछु। यस्तो पनि हुँदो रहेछ, उल्टो 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 भयो क्या। अनि यतिकैमा उकालोमा कुद्यौँ कस्तो, तर यो उकालो यस्तो ठाडो छ, ओमाइ गड हिँड्नु नि गलेकोमा त गलेर गलेर। दिदी चाहिँ अगाडि अगाडि कुद्नु हुँदैछ, म चाहिँ गलिसकेको थिएँ, त्यो पनि भिडियो बनाउनु पछि पछि कुदिरहेको थिएँ। यतिकैमा टक्कसँग पुग्यो। अनि पुगेर यसो भिडियो गरिदिउँ न त भनेर टक्क स्टाल सिस्टाल गरियो। तर मैले चाहिँ माथि फोटोसोटो टिकटक सिकटक बनाएको थिएँ, तर तिनीहरू सब हालिनँ, फर्केको एकैचोटि हालिदिएँ। जोड्न आउँदैन हो मलाई, सिकाउन हो कोही कोहीले, तर नसिकाए पनि ठिकै छ, जस्तो छ त्यस्तै हाल्ने हो। मलाई एडिट गर्नु चाहिँ खासै आउँदैन होइन मेरो साथीहरू, त्यही भएर टक्कसँग म चाहिँ फर्किसकेको छु। ठ्याक्कै 5 बजी बन्द हुँदो रहेछ, हामी चाहिँ 5 बजी फर्केको थियौँ। पाले दाइले गेट खोलेर हामी भएर निस्किसकेको छौँ। आजको भिडियो चाहिँ यहाँसम्म। धन्यवाद हजुरहरूलाई मेरो भिडियो अन्तिमसम्म हेरिदिनु भएकोमा। ओके बाई बाई।